सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू मिनी ब्लग होइन हामी चाहिँ बनाउनु गएको थियौँ मोमो साथीहरूलाई हाई भन्दै एकदम जय हिन्द दोस्त भन्दै अब मोमो भन्दै थिएँ। त्यसपछि हामीले काटकुट कार्यक्रम सुरु गऱ्यौँ। सबै थोक काटेर टेबल फोर बनाएर म चाहिँ पिठो मुस्ने कार्यक्रममा थिएँ। सबलाई आफ्नो काम डिभाइड गरेर चट्ट लाएर बनाउँदै थियौँ। बाहिर एकदम राम्रो मौसम भइरहेको थियो, त्यही भएर चिया पनि बनाउनै पर्यो। मैले रोटीको पिठो मुछिसकेँ, साथीहरू किमा तयारी गर्दै थिए। अनि त्यसपछि चिया पनि जस्ट उम्लिँदै थियो अनि टमाटर पनि अचारको लागि रेडी हुँदै थियो। त्यसपछि चिया पाएको हेर्नु साथीहरू, यस्तो दामी मौसम भइरहेको थियो, पानी परिरहेको थियो बाहिर। हाम्रो भाँडा चाहिँ नाचेको हामीभन्दा एक्साइटेड बढी हाम्रो भाँडा थियो, त्यसमा पानी मात्रै राखेर उमाल्न बसाएको नाचे थियो। साइडमा साथीले तिल पनि यसो गर्दै थिइन्। त्यसपछि अचार अलरेडी पाकिसकेको थियो, त्यसलाई पिस्न बाँकी थियो। हाम्रो भाँडा नाचेको थियो त्यसमा। अनि भाँडालाई नाच्न दिएर हामी चाहिँ चट्ट लाग्यौँ मोमो बनाउनुतर्फ। म चाहिँ पिठो बेल्दै थिएँ एकदम छिटो होइन। अनि त्यसपछि मैले बनाएँ सेप। तपाईँलाई थाहा छ म सेपमा एक्सपर्ट छु भनेर यस्तो बनाउनुमा। त्यस पछाडि मैले घरि पालैपिलो गर्दै हामीले बनाउँदै गर्दै गऱ्यौँ। गफ गर्दै मोमो पनि एकदम तरिकाले पाकिसकेछ होइन त। नाच्दै मोमो बनाइदियो क्या हाम्रो भाँडाले। अनि त्यसपछि 2 भाँडो भइसकेको थियो मोमो होइन। आज त मस्त खाने बसेर वाला फिल आइरहेको थियो। अचार पनि रेडी भएको थियो। मैले मोमो लिएर आउँछु हेर्नु ल कसरी ल्याउँछु भनेर पुरा देखाउँदै थिएँ। नाच्दै लिएर आएँ मोमो अनि चट्ट लाएर भाँडोमा खन्याएँ। अनि त्यसपछि हल्का आफ्नो कला प्रस्तुति देखाउँदै थियो नाच्दै। कृपया गरेर नहाँस्नु होला, यसमा चाहिँ जस्ट डान्स चल्दै थियो। गाई चाहिँ अलिकति किमा उब्रियो फेरि पिठो मुस्नु पऱ्यो मैले, त्यही पनि म रुँदै पिठो मुसेँ। त्यसपछि चाहिँ छट्ट लाएर हाम्रो मोमोस अनि त्यसपछि चटपटे अनि कोक एकदम रेडी। चियर्स हान्यौँ मस्त साथीहरू मिलेर चट्ट लाएर खायौँ। मौसम एकदम राम्रो थियो। आजको भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। बाई गाइस, सी यू।